कोनिचिवा मिनासान ओकेन कि देशका सन्चै हुनुहुन्छ हजुरहरूलाई वेलकम छ जापानिज ल्याङ्ग्वेज नेपालीमा। मैले चाहिँ आज लेसन 6 देखि 9 सम्म है न्यान 5 को यी सम्पूर्ण कुराहरूलाई चाहिँ एउटा नोट गरेर हजुरहरूलाई ग्रामरको प्याटर्न सहित बताउने कोसिस गरेको छु। एकदम मेहनतका साथ भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला। मन परेमा लाइक शेयर र सब्स्क्राइब गरेर साथ दिनु होला मेरो च्यानललाई। अब लेसन 6 को स्टार्ट गरौँ है साथीहरू। किमुरा सान वा टेनिस हो सिमास्का। किमुराजी टेनिस खेल्नुहुन्छ भनेर क्वेसन बनाएको छु मैले। हाई सिमास हजुर सक्छु है हाई सिमास भनेर भन्ने है साथीहरू। सिमासले खेल्छु गर्छु भन्ने बुझिन्छ साथीहरू। वातासी वा गोहान हो ताबेमासिता मैले खाना खाएँ भनेर यो ताबेमासिता मासिताले पास्ट जनाउँछ है साथीहरू। मासिता ता फर्ममा आएपछि पास्ट है साथीहरू। वातासी वा गोहान हो ताबेमासिता मैले खाना खाएँ। अर्को सानबानमा रहेछ आसिता नानी हो सिमास्का भोलि के गर्नुहुन्छ। आसिता भोलि चाहिँ नानी हो नानीले के भन्ने जनाउँछ है साथीहरू। के गर्नुहुन्छ भनेर यसरी सोधेको छु मैले क्वेसन। आसिता तोमोदाची तो इस्योनी रेउकौ सिमास भनेको भोलि साथीसँग घुम्न जान्छु यसरी रिप्लाई दिनु होला है साथीहरू। अर्को योनबानमा रहेको छ किन हो नानी हो सिमासिताका हिजो के गर्नुभयो। हिजो के गर्नुभयो भन्दा किन हो है हिजो। किन हो तोमोदाची तो आइमासिता हिजो साथीलाई भेटे। यो पास्टमा छ है साथीहरू। पास्टमै भन्नु होला एन्सरहरू दिँदाखेरि हिजो अस्ति अथवा केसा बिहान गरेको कुरालाई। नान र नानी के कुन कसको के भन्ने अर्थ दिन्छ है साथीहरू। नानीले कुन अथवा कसको यस्तो दिन्छ। अब आरे वा नान देशका आरे वा नान देशका ऊ त्यो के हो भनेर सोध्यो भने सोरे वा पूजा सानो निमोचु देश त्यो पूजाजीको सामान हो। अर्को रोकुबानमा रहेको छ कोरे वा नान्नो होन देशका यो कसको बुक हो। नान्नोले कसको अथवा के कसको भन्ने बुझिन्छ है साथीहरू। कोरे वा वातासिनो होन देश यो मेरो बुक हो। कोरे चाहिँ मेरो कोरे वा वातासिनो होन देश यो मेरो बुक हो। कोरेले यो भन्ने जनाउँछ है साथीहरू। अर्को रहेको छ सिचिबानमा पूजा सान वा नान साई देशका पूजाजी कति वर्ष हुनुभयो। नान कति साई भनेको उमेर वर्ष है साथीहरू। देशका भनेर क्वेसन आउँछ साथीहरू। वातासी वा निज्यू गोसाई देश भनेको म 25 वर्ष भएँ भनेर पूजाजीले रिप्लाई दिनुहुन्छ अथवा तपाईँले है साथीहरू। वातासी वा निज्यू गोसाई देश। आनाता वा नानियो ताबेमास्का तपाईँ के खान चाहनुहुन्छ भनेर हाचिबानमा भएको छ साथीहरू। वातासी वा मोमो हो ताबेमास म मोमो खान चाहन्छु। अर्को दे युज गरेर बनाएको छ साथीहरू। वातासी वा यासास्टप्लो गाक्को दे निहोङ्गो बेन्क्यो सिमास म यासास्टप्लो गाक्कोबाट जापानिज भाषा पढ्छु यसरी गाक्को दे है साथीहरू। अर्को रहेको छ सुप्पादे खाबान हो खाइमासिता भनेको सुपर मार्केटबाट झोला किने यसरी भन्नु होला है साथीहरू। अर्को रहेको छ मास्यौ औ फर्म लगाएर है मास्यौले औ भन्ने जनाउँछ। अब इचिबानमा रहेको छ च्योत्तो यासुमी मास्यो एकछिन आराम गरौँ भन्दाखेरि च्योत्तो यासुमी मास्यो लास्टमा एउ आयो भने औ हुन्छ है साथीहरू। हाई सौदेश्यो हजुर त्यसै गरौँ औ भन्ने आयो नि त होइन साउन्ड त्यस्तो है साथीहरू। अर्को निबानमा रहेछ हिस्यौनी गोहानो ताबे मास्यो सँगै खाना खाऊ भनेर यसरी साथीहरूलाई भन्न सकिन्छ साथीहरू। अनि हि देश नै हस् हुन्छ ठिक छ भनेर भन्न सकिन्छ साथीहरू। अर्को रहेको छ ताबे मास्यो हुन्छ खाऊ एले डबल ए आयो भने त्यसले हस् हजुर भन्ने जनाउँछ साथीहरू। डबल ए आयो भने चाहिँ फेरि हुन्न खान्न नो भन्ने जनाउँछ। तर ताबेमा स्यो हुन्छ खाऊ भनेर यसरी एले डबल ए आयो भने यसले एस हुन्छ अथवा ठिक छ भन्ने जनाउँछ है साथीहरू। अर्को लेसन 7मा रिलेटेड कन्भर्सेसन मैले लिएको छ साथीहरू। दे कोले मा यसरी यो देले अर्को भाव बताउँछ साथीहरू। अब इची भन्दा रहेछ आनाता वा नान्दे गाक्को इकिमास केबाट तपाईँ गाक्को जानुहुन्छ भनेर यसरी क्वेसन गरे भने साथीहरू। वातासी वा इचुमो जितेन्स्यादे गाक्को इकिमास म सधैँ साइकलबाट
जान्छु। यसरी इचुमो भनेको सधैँ है साथीहरू। जितेन्स्या दे, जितेन्स्या केही अथवा कार भेहिकलहरू बासु दे, जितेन्स्या दे, यसरी सिनखानसेन दे यसरी भन्नलाई साथीहरू म जुन भेहिकलहरूको पछाडि दे पार्टिकल लाग्छ। अर्को निबानमा रहेको छ निहोन्जिन वा नान्डे गोहानो ताबेमास्का। निहोन्जिन जापानिजहरूले चाहिँ नान्डे भनेको केले गोहान चाहिँ खानेकुरा चाहिँ खान्छ भनेछ। निहोन्जिन वा हासिदे गोहानो ताबेमास। हासिदे दे लाग्यो नि त होइन साथीहरू, हाँसीको पछाडि हाँसीले चपस्टिकले खाना खान्छ। अर्को सान भन्नु रहेको छ थ्याङ्क यू वा निहोङ्गो दे दौ इमास्का। धन्यवादलाई जापानिजमा के भनिन्छ भने आरिगातो तो इमास। आरिगातो तो भनिन्छ, तो इमास भनेर इमासले भनिन्छ भनेर भनिन्छ साथीहरू। अर्को रहेको छ आगेमास, खासीमास र ओसिएमास। दिनु सापटी लिनु अथवा सिकाउनुलाई युज गरेको छु है साथीहरू। किमुरा सान्नी नानी हो आगेमास्का। किमुराजीलाई के दिनुहुन्छ भनेर यस्तो क्वेसन आयो नि साथीहरू। किमुरा सान्नी हानाओ आगेमास। किमुराजीलाई फुल दिन्छु, हानाओ आगेमास। आगेमासले दिनु भन्ने जनाउँछ है साथीहरू। अर्को रहेछ को भन्न धारे नि ओखाने हो खासीमास ताका। कोबाट पैसा सापटी पाउनुभयो भनेर आयो नि तोमदा चिनी ओखाने हो खासीमास्ता। सापटी पाएँ। अर्को रहेको छ पूजा सान इमा नानी हो सिमास्का। पूजाजी अहिले के गर्दै हुनुहुन्छ भन्यो भने पूजा सान मिरा सान्नी निहोङ्गो ओसिएमास। मिरा सानलाई चाहिँ जापानिज भाषा सिकाउँदै हुनुहुन्छ भनेर यसरी भन्ने है साथीहरू। नाउन वान पर्सन, नाउन टु ओ प्लस मोराइमास, खारिमास, नाराइमास। यसरी यो फर्मको युज गरेर अब कन्भर्सेसन तयारी गरेको छु साथीहरू। यो लाइन ध्यान दिएर हेर्नु होला। दारे हितोकारा हानाओ मोराइमास्का। को व्यक्तिबाट फुल पाउनुहुन्छ नि भनेर सोध्यो भने यामादा सानकारा हानाओ मोराइमास। यामादाजीबाट पाउँछु भनेर यसरी भन्नु होला। यो चाहिँ प्रेजेन्ट र फ्युचरलाई गरेको छ साथीहरू। अर्को रहेको छ तोमोदाची नि ओखाने हो खारिमासिता। साथीबाट सापटी पाएँ। खारिमासिता भनेको सापटी पाउनु है साथीहरू, यो पास्टमा छ। अर्को रहेको छ सेन्सेई नि निहोङ्गो नाराइमास भनेको शिक्षकबाट सिकि पाउँछु अथवा नाराइमास सिकेँ। मौ हिरोको खानो ताबेमासिता भनेको अगाडि नै मैले दिउँसोको खाना खाएँ भनेर यसरी बनाएको छ साथीहरू सेन्टेन्सहरू। धेरैवटा सेन्टेन्सहरू बनाउनु होला साथी, त्यसो गर्दाखेरि निहोङ्गो राम्रो बन्न जान्छ। अर्को रहेको छ केयुसी। केयुसी भनेको चाहिँ एडजेक्टिभ है साथीहरू। ना एडजेक्टिभ र एक्जेक्टिभ गरी दुई थरीको हुन्छ। केयुसी भनेको चाहिँ एडजेक्टिभ है साथीहरू जापानिजमा। यसलाई मैले सर यहाँ दिएको छु 3-वटा इक्जाम्पल सहित। सिजुखाना, किरेना, सिन्सेचुना, वाक्खाई, आचुई, नागाई ताक्खाई यसरी दिएको छ साथीहरू। इची भन्नु रहेछ साकुरा वा किरेई देश भनेको साकुरा सुन्दर छ। अब साकुरा वा किरेई ना हाना देश। हाना नाउन आयो नि साथीहरू होइन। नाउनको अगाडि ना एक्जेक्टिभमा ना एड हुन्छ साथीहरू जहिले पनि। अर्को रहेको छ कोनोतोके वा यासुई देश। यो घडी सस्तो छ। यासुई भनेको एक्जेक्टिभ होइन त साथीहरू, यासुई देश पुरै लेख्नुपर्छ है साथीहरू। अब एक्जेक्टिभलाई नेगेटिभमा लैजाँदा है साथीहरू ना एक्जेक्टिभ देशलाई हटाएर जे आरिमासेन और देवा आरिमासेन र एक्जेक्टिभलाई ईलाई हटाएर कुनाई जोड्नुपर्छ है साथीहरू। यसलाई तल इक्जाम्पल दिएको छ साथीहरू। आसिता वा हिमा ज्यारिमासेन। भोलि फुर्सद छैन। ज्यारिमासेन हिमा ज्यारिमासेन है साथीहरू। कोनोतोके वा बेन्द्री देवा आरिमासेन भनेको यो घडी सुविधाजनक छैन। यो नेगेटिभमा बनाएको छ है साथीहरू। एक्जेक्टिभलाई हेरौँ है साथीहरू। केवा आचु कुनाई देश। आचुईको कुनाई ईलाई हटाएर कुनाई है साथीहरू। आचुईलाई कुनाई बनाए है साथी, आचु कुनाई देश। अब अर्को रहेको छ कोनो क्यामेरा वा ताखाई देश सोसिते बेन्द्री देश। यो क्यामेरा महँगो छ साथै सुविधाजनक छ यसरी भन्नु होला। अर्को रहेछ कोनो उची वा ओकी देश सोसिते किरेई देश। यो घर ठुलो छ साथै सुन्दर छ। तोत्तेमो भनेको एकदमै, आमारी भनेको खासै, तोत्तेमो भनेको धेरै, आमारी भनेको खासै है साथीहरू। कोनो उची वा तोत्तेमो ओकी देश। यो घर एकदमै ठुलो छ
कोनो उची वा आम्मारी ओकी कुनाई देश। यसरी यो घर खासै ठुलो छैन भनेर यसरी भन्नु होला, सेन्टेन्स बनाउनु होला। अर्को रहेको छ नेपाल वा दौ देशका, नेपाल कस्तो छ भनेर भने नेपाल वा किरेना कुनी देश सोसिते सिजेनगा युताखा देश भनेको नेपाल सुन्दर देश हो, साथै प्राकृतिक सुन्दरताले भरिपूर्ण छ भनेर सोसितेले साथै भन्ने जनाउँछ है साथी। अर्को रहेको छ काठमाडौँ वा दोन्नामाची देशका, काठमाडौँ चाहिँ कस्तो सहर हो भनेर भने नि काठमाडौँ वा बेन्द्रिना माची देश भनेको काठमाडौँ चाहिँ सुविधा सम्पन्न सहर हो। यसरी रिप्लाई दिनु होला साथीहरू। अर्को रहेको छ ओ खानेगा आरिमासका, पैसा छ त भने नि हाई गोमान आरिमास भनेको हजुर 5 मान जति छ। यसरी आरिमासले छ है। अब अर्को रहेको छ आनाता वा न्युङ्गोगा वाखारिमासका, तपाईँ जापानिज भाषा बुझ्नुहुन्छ भने नि हाई वातासी वा निहोङ्गोगा वाखारिमास, हजुर म जापानिज भाषा बुझ्छु। यसरी भन्नु होला हाई वातासी वा निहोङ्गोगा वाखारिमास, वाखारिमास भनेको बुझ्नु। पूजा सान तामागोगा सुकिदेशका, पूजाजी चुरोट मनपर्छ भने नि ए पूजा सान वा तामागोगा सुकिज्यारिमासेन, होइन पूजाजी चुरोट मन पराउनुहुन्न। यसरी अर्कै व्यक्तिले भन्दाखेरि यसरी भनिदिनु होला ए पूजा सान वा तामागोगा सुकिज्यारिमासेन, होइन पूजाजी चुरोट मन पराउनुहुन्न। यसरी खाइबा गर्नु होला साथीहरू। अर्को रहेको छ समीर सान वा निहोङ्गोगा जेउजु देशका, समीर चाहिँ जापानिज भाषामा जान्ने हुनुहुन्छ है भनेर कसैले उत्साह दियो भने ए मादा देश भनेर रिप्लाई दिनु होला है तपाईँहरूले नि। होइन ठिकै छु भनेर भन्नु होला, तपाईँ जति नै जान्ने भयो नि ए मादा देश ठिकै छु भनेर यसरी रिप्लाई दिनु होला है साथीहरू। यो चाहिँ एकदमै जेउजु राम्रो हुन्छ है साथीहरू। यी देश नै भन्छ वातासी वा निहोङ्गोगा योक्कु वाखारिमास, म जापानिज भाषा राम्रो बुझ्छु। म योक्कुले राम्रो है, यी देशको योक्कु है साथीहरू, यो एक्जेक्टिभ भएर योक्कु। मिरा सान वा खान्जीगा जेनजेन वाखारिमासेन, मिराजी चाहिँ खान्जी पटक्कै जान्नुहुन्न, जेनजेन भनेको पटक्कै है साथीहरू। अर्को रहेको छ वातासी वा कोतोबागा योक्कु गानबारीमास, म मिनिङ कोतोबा भनेको मिनिङ है साथीहरू चाहिँ राम्रो पढ्छु, गाम्बारीमास योक्कु भनेको नि राम्रो है साथीहरू, चुयै योक्कु भनेको बलियो छ। मिरा सान वा कोतोबागा जेनजेन वाखारिमासेन, मिरा सान्ची मिनिङ राम्रो जान्नुहुन्न। यसरी भनेको छ साथीहरू। सेन्टेन्स बनाएको छु, तपाईँहरूले नि धेरैवटा सेन्टेन्सहरू बनाउने कोसिस गर्नु होला, त्यो नै एकदम राम्रो हुनेछ साथीहरू। यसरी पढ्नु होला। अर्को रहेको छ ओखानेगा सुकोसी आरिमास, पैसा थोरै छ, सुकोसीले थोरै भन्ने जनाउँछ है साथीहरू, ओखानेगा सुकोसी आरिमास। अर्को रहेको छ जिखानका आरिमासेन कारा तेरे बियो मिमासेन, समय नभएर टिभी हेर्दिन। जिखानगा समय आरिमासेन कारा भनेको नभएर है, आरिमासेनले छैन भन्ने जनाउँछ। तेरे बियो मिमासेन भनेको हेर्दिन, मिमासेनले हेर्दिन, मिमास हेर्नु, मिमासेन नेगेटिभमा छ हेर्दिन। यसरी एकदमै ग्रामरलाई मिलाएर पढ्ने कोसिस गर्नु होला। यो चाहिँ एकदमै गाम्बाते कुदासाई मिना छ। केवा तोमोदाची नो तान्जियोबी देशकारा हायाकु खाएरिमास, आज साथीको बर्थडे भएकोले चाँडै फर्कन्छु। केवा तोमोदाची नो तान्जियोबी, तान्जियोबी भनेको बर्थडे साथी, देशकारा भएकोले है साथीले, देशकाराले भएकोले हायाकु खाएरिमास छिट्टै फर्के। दौसिते साखाना हो ताबेमासेनका, किन माछा नखानु भएको भने नि मिता सिवा किराई देशकारा भनेको मन पर्दैन त्यसैले, मिता सिवा किराई देशकारा भनेको किराई मन नपर्ने भएको कारण है, किराइना नेगेटिभ है साथीहरू, यो मिता सिवा किराइना देशकारा मन पर्दैन त्यसैले। यसरी रिप्लाई दिनु होला साथीहरू साथीहरूलाई। दौसिते साकाना हो ताबेमासका भने नि ताबेमासेनका भने नि यसरी दिनु होला। अर्को रहेको छ राम सानवा टेनिस होसिमासका, रामजी टेनिस खेल्नुहुन्छ भने नि ए सिमासेन खेल्दिन, सिमास भनेको खेल्नु गर्नु सबै हुन्छ है साथीहरू, ए सिमासेन खेल्दिन। दौसिते देशका किन नि, दौसिते देशका किन नि भनेर क्वेसन सोध्नु होला बिचमा। हेता देश कमजोर छु त्यसैले, अब
ऊ नै टेनिसै खेल्न आउँदैन नि, उसलाई के खेल्नु भने ऊ कमजोर छ। सायोनारा मिन्नासान, ज्यामाता चुगिन भिडियो मोत्तेकिमास। अब म अर्को भिडियो 9 लेसनदेखि माथिको लिएर आउँदैछु। त्यो झन् एकदमै इम्पोर्टेन्ट हुन्छ। मेरो च्यानललाई सब्सक्राइब गरेर सेयर गरेर साथ दिनुहोला साथी हो। मिन्नासान।